भर्खरै बनाएको नयाँ घर यसरी भाँसिन गयो भने के गर्ने? हामीले घरको डिजाइन र फिनिसिङमा धेरै ध्यान दिन्छौँ, तर घर कतिको सुरक्षित छ भन्ने कुरा माटोको भार वहन क्षमतामा निर्भर हुन्छ। यदि हामीहरूले घर बनाएको माटो कमजोर छ भने राम्रो भन्दा राम्रो डिजाइनको घर पनि पछि गएर क्र्याक हुने, सेटल हुने वा कोल्याप्ससम्म हुन सक्छ। त्यसैले घर निर्माण गर्नु अघि माटोको चेक जाँच गर्न अनिवार्य हुन्छ। माटोको भार वहन क्षमता त्यसको अवस्था र प्रकारमा भर पर्छ। यदि माटो ग्रेभल या डेन्स छ भने त्यस्तो खालको माटोले धेरै लोड बियर गर्न सक्छ भने माटो क्ले या फिल अर्थात् पछि पुरिएको माटो छ भने त्यस्तो खालको माटोको भार वहन क्षमता अलिक कम हुन्छ। र यदि तपाईको जग्गामा वाटर टेबल अलि माथिसम्म छ भने त्यस्तो खालको जग्गामा पनि घर बनाउनु सुरक्षित हुँदैन। यी लगायत माटोको भार वहन क्षमता माटो कतिको लुज या खादिएको छ भन्ने कुरामा पनि निर्भर हुन्छ। यदि माटो लुज छ भने त्यस्तो खालको जग्गामा माटोलाई पहिले राम्ररी कम्प्याक्सन गरेर मात्रै घर निर्माण सुरु गर्नुपर्ने हुन्छ, हैन भने पछि गएर घर भाँसिन पनि सक्छ। त्यसैले घर बनाउनु अघि घर बनाउन लागेको जग्गाको माटोले तपाईको घरको लोड धान्न सक्छ कि सक्दैन भनेर चेक जाँच गर्न अनिवार्य हुन्छ। यदि हजुरहरू पनि घर निर्माण गर्दै हुनुहुन्छ भने तपाईले घर निर्माण गर्न लागेको जग्गाको माटोको भार वहन क्षमता कतिको छ भनेर चेक जाँच गरेर मात्रै घर निर्माण सुरु गर्नुहोला।